नमस्ते साथीहरू, आज म तपाईलाई मेरो घरको एउटा रमाइलो अनुभव सुनाउन गइरहेको छु। केही दिन अघि मैले आँगनमा चामल राख्न थाले। सुरुमा 2-4 वटा चट्टपरी जसलाई स्प्यारो भनिन्छ आएर चामल खान थाले। तर अहिले त सानो बगैँचा जस्तै भएको छ। दर्जनौं चट्टपरीहरू दैनिक रूपमा आउँछन्। नेपालको संस्कृतिमा चट्टपरीको महत्व विशेष छ। यी चराहरूलाई भाग्य र शान्तिको प्रतीक मानिन्छ। बिहान बेलुका चिरबिर आवाजले गाउँघरको वातावरणलाई जीवन्त बनाउँछ। बुढापाकाहरू भन्छन् चट्टपरीको आगमनले घरमा सुख र समृद्धि ल्याउँछ। यदि तपाईलाई यो कथा रमाइलो लाग्दैछ भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यसले मलाई थप उत्साह र प्रेरणा दिन्छ। हाम्रा पुर्खाहरूले सधैँ प्रकृतिको संरक्षण गर्न सिकाएका छन्। चट्टपरीले हामीलाई प्रकृति र मानव बीचको सन्तुलनको महत्व सिकाउँछन्। सानो प्रयासले मात्र पनि यिनीहरूको जीवनमा कति ठूलो परिवर्तन ल्याउन सकिन्छ। चामल जस्तै सानो कुराले चराहरूको जीवन सजिलो बनाउन सकिन्छ र यसले हामीलाई खुसी पनि दिन्छ। हामीले चट्टपरीलाई मात्र होइन, अन्य चराहरूलाई पनि माया गर्नुपर्छ। यी साना पखेटाले हाम्रो प्रकृतिको सौन्दर्य र हाम्रो जीवनलाई अझ रमाइलो बनाउँछन्। तपाई पनि आफ्नो घर वरिपरि आउने चराहरूलाई माया गर्नुहोस्, उनीहरूको लागि सानो प्रयास गर्नुहोस्। यसरी नै प्रकृति र संस्कृतिलाई सँगै जोगाउँदै जाने हो। यदि तपाईलाई यो कथा मन पर्यो भने कृपया लाइक, कमेन्ट र शेयर गर्नुहोस् र नयाँ रमाइलो कथाहरूका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। Don't forget subscribe.